नमस्कार अनि जय गोर्खा म सीमा गुरुङ फेरि तपाईको समक्ष यो सानो भिडियो लिएर उपस्थित भएको छु र आज चाहिँ यो भिडियो के को लागि भन्दाखेरि चाहिँ यो एसआईआर बारेमा है र आजदेखि फर्म पनि बाँडिँदै रहेछ र भारत सरकारले सायद राम्रै कुरोको लागि है होला र राम्रै हुन्छ भनेर सोचेर गर्नुभएको होला र यो अब उहाँहरूको एउटा जब हो एउटा ड्युटी हो गर्न लागि है र हामीले पनि यसमा सपोर्ट गर्नुपर्छ उहाँलाई र म के भन्न चाहन्छु भनेदेखि जुन चाहिँ आजदेखि यो फर्म बाँड्ने घर घर फर्म पुर्याउने जुन चाहिँ कार्य बिएलओ ज्यूलाई सोच्नु भएको रहेछ र प्रत्येक जग्गाको आफ्नो आफ्नो बिएलओ भए तापनि है एकजना बिएलओले चाहिँ है उहाँलाई यस बारेमा धेरै ज्ञान होला र के डकुमेन्ट्स लाग्छ कस्तो डकुमेन्ट्स लाग्छ अनि सिग्नेचर है चाहिन्छ चाहिँदैन जसको हो है अनि पासपोर्ट साइज फोटो कतिवटा लाग्छ र फर्म मार्फत के डकुमेन्ट्स बुझाउनु पर्ने हो त्यो चाहिँ एउटा सोसियल मिडिया मार्फत उहाँहरूले जनाइदिनु भयो भने एकदमै राम्रो हुने थियो होला मलाई लाग्छ र एउटा हम्बल रिक्वेस्ट गर्न चाहन्छु उहाँहरूलाई है उहाँलाई यो भार दिनु भएको रहेछ र कोही पनि बिएलओ ज्यूले चाहिँ एउटा प्रेस मार्फत हैन के कस्तो प्रकारले गर्नुपर्ने हो कतिपय प्रश्नहरू उठिरहेछ कि सुन्दैछौँ भनेर कि लाइक एल्डर पर्सन घरको एकदमै सिनियरको छ भने भइहाल्छ भन्ने पनि छ र छैन भने चाहिँ के गर्ने भन्ने पनि प्रश्न भइरहेछ र बिएलओ ज्यूले धेरै यस बारेमा ज्ञान होला है उहाँलाई यो भार सुम्पिएको रहेछ हैन एसआईआर फर्मको लागि र उहाँले यो एसआईआरमा है यो फर्ममा चाहिँ के डकुमेन्ट्सहरू लाग्छ त्यो चाहिँ उहाँले जनाइदिए एकदम राम्रो हुन्थ्यो र जसको हो उहाँको सिग्नेचर चाहिन्छ चाहिँदैन है र कस्तो प्रकारले गर्नुपर्ने हो यो उहाँहरूले सोसियल मिडिया मार्फत दिनुभयो भने एकदमै राम्रो हुन्छ यसलाई अन्यथा नलिदिने एकदमै हम्बल रिक्वेस्ट उहाँहरूलाई है यो भिडियोलाई सेयर गरी उहाँसम्म पुर्याइदिनुहुन्छ भन्ने आशा साँचेको छु थ्याङ्क यू।